अथ श्री स्वस्थानी व्रतकथा अष्टासु च दलेष्वेषु मातृकाष्ठस्थितस्तथा खड्गं त्रिशूलं चोर्धं च अर्धे च वरमुत्पलं चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता सुवर्णबद्धिका शाभा स्वस्थानी जगदीश्वरी। अथ प्रारंभ पुष्पांजलि। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुं लङ्घयति गिरिं यत्कृपात्तमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। अथ श्री स्वस्थानी व्रतकथा। अथ द्वादशोऽध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यति भएपछि एक दिन श्री महादेवले चित्त सम्हाली हेर्दा सतीदेवीको शरीर आफूसित रहेनछ भन्ने थाहा पाउनुभयो र अब कसो गरौँ कहाँ जाउँ भनी भरसक चित्तलाई धीर बनाई अब तपस्या गर्न उत्तरा पन्थमा जान्छु भनी जान लाग्नु भएको थियो। उहाँको चित्त दृढ हुन नसकी घुमिरहँदा उत्तरतिर जानुपर्नेमा दक्षिणतिरको बाटो लाग्नु भएछ। यसरी जाँदा जाँदा कर्नाटक नगरको नजिक पुग्नुभयो। त्यहाँ ब्रह्मपुर नाउँ गरेको एक गाउँ थियो। त्यस गाउँमा बसेका ऋषिहरू गङ्गामा स्नान गर्न भनी गएका थिए। त्यसै बेला श्री महादेव त्यतैबाट जाँदै गर्नुभएको ऋषि पत्नीहरूले देखे। तीमध्ये एउटीले अर्कीसित भनिन्, हे ऋषि पत्नी हो, ती गएका महादेव हुन्। हेर, सतीदेवी मर्नाले बौलाहा जस्ता भई त्यसरी हिँडेका छन्। हाम्रा ऋषिहरू एक भक्त रहनाले दुर्बल छन्। हामीहरूलाई काम भोगमा सन्तुष्ट पार्न पनि सक्दैनन्। यस उसले हामीहरू श्री महादेवका पछि लागि जाउँ। यस्तो सुनि 100वटी ऋषि पत्नी श्री महादेवका पछि लागि गए। उता गङ्गामा स्नान गर्न गएका ऋषिहरूले यो कुरा थाहा पाए र खोजी गर्दै जाँदा केही पर बाटामा फेला पारेर, हे महादेव, तिमीले हाम्रा स्त्रीहरूलाई किन हरण गरी ल्यायौ भन्दै खड्किए। त्यस्तो सुनि श्री महादेवले, हे ऋषि हो, म तिमीहरूका स्त्रीहरूलाई किन हरण गरी ल्याउँथे भन्नुभयो। त्यसपछि ऋषिहरूले, तिम्रा पछि लागि आएका को हुन् भन त भने। त्यसपछि श्री महादेवले फर्की हेर्दा ऋषि पत्नीहरूलाई देखि, यिनीहरूलाई मैले त ल्याएको होइन, किन आएछन् भन्नुभयो। तब ऋषिहरूले, हे महादेव, तिम्रो लिङ्ग देखेर हाम्रा स्त्रीहरू तिम्रा पछि लागेका हुन्। अब तिम्रो त्यो लिङ्ग पतन होस् भनी श्राप दिए। त्यसपछि ऋषिहरूका श्रापले श्री महादेवको लिङ्ग पतन भएर त्यस लिङ्गदेखि अर्को ज्योतिर्लिङ्ग उत्पन्न भई संसार छोप्न लाग्यो। तब ब्रह्मा, इन्द्र आदि देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग सबै मिली श्री विष्णु कहाँ गई भन्न लागे, हे वैकुण्ठनाथ, श्री महादेवका लिङ्गदेखि ज्योतिर्लिङ्गको उत्पत्ति भई सबै संसारलाई छोप्न लाग्यो। यो खबर गर्न आइरहेछौँ। अब जसो गर्ने हो चाँडो गर्नुहोस्। ब्रह्मादि देवताले त्यस्तो बिन्ती गरेको सुनि श्री विष्णुले त्यसै बखत गई ज्योतिर्लिङ्गलाई अँगालो हाल्नुभयो। त्यसपछि ज्योतिर्लिङ्ग साम्य भयो। त्यस्तो देखि सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबैले धन्य धन्य विष्णु भनी अनेक तरहले स्तुति गरेर आफ्ना आश्रममा गए। तहाँ पछि ज्योतिर्लिङ्गदेखि अत्यन्त प्रत्यक्ष भई श्री महादेवले ऋषिहरूका नजिक गई, हे ऋषि हो, बिना अपराध तिमीहरूले मलाई श्राप दियौ।
अबदेखि तिमीहरूको वाक्य अशुद्ध होस्, फेरि ब्राह्मणीहरू पनि गतिला नहोउन् भनी श्राप दिए। त्यसपछि श्री महादेव उत्तरापन्थमा गई काम, क्रोध, लोभ, मोह छोडी सम्पूर्ण इन्द्रिय बाँधी तिनै आँखा चिम्ली परब्रह्मको ध्यान गर्दै ठुलो तपस्या गर्न लाग्नुभयो। हे अगस्त्य मुनि, उता हिमालय पर्वतले आफ्नी स्त्री मेनकालाई गर्भिणी भएकी थाहा पाएर बहुत खुसी भई आफ्ना मर्यादाले गर्भाधान पछि गर्भरक्षाका लागि गरिने पुंसवन, सीमन्तोन्नयन आदि संस्कार गरिदिए। समय पुरा भएपछि मेनकाका गर्भदेखि कन्याको जन्म भयो। कस्ती कन्या भने रूपले धपक्कै बल्लिन् भने जस्ती, रातो वर्ण भएकी, जिउ सलक्क परेकी, कमल जस्ता आँखा भएकी, चन्द्रमाको जस्तो उज्जवल मुहार भएकी, यस्ती 32 लक्षणले युक्त भएकी कन्याको जन्म भएको देखि हिमालय पर्वतले वशिष्ठ आदि ऋषि ज्योतिषीहरूलाई डाकी विधिपूर्वक न्वारण गराए। ऋषि ज्योतिषीहरूले नवजात शिशुको पार्वती नाम राखे। हिमालय पर्वतले ब्राह्मणहरूलाई मणिमाणिक्य लगायत नाना रत्न सुवर्ण दान दिई भोजन गराए। ऋषि ज्योतिषीहरूले भोजन गरिसकी जाने बेलामा हिमालय पर्वतसित भने, हे हिमालय, तिमी धन्य रहेछौ, किनभने यी बालिकाले श्री महादेव स्वामी पाउने छिन् र 14 भुवनकी रानी हुनेछन्, सम्पूर्ण दैत्यहरूको संहार गर्नेछिन्। तिम्रा भावभक्तिदेखि हामी कृतार्थ भयौँ। अब आज्ञा पाए आफ्ना आश्रममा जाने थियौँ। ऋषि ज्योतिषीहरूका यस्ता वचन सुनि हर्षित हुँदै श्री हिमालय पर्वतले उनीहरूलाई साष्टाङ्ग प्रणाम गरी पाल्नुहोस् भनी विदा गरे। तहाँ पछि पार्वती पनि शुक्ल पक्षका चन्द्रमा झैँ दिन दिन बढी ठुली हुँदै गइन्। उनी खेल्दामा पनि शिव पूजा गरी खेल्दथिन्, खानेकुरा पनि शिवलाई चढाई खाने गर्दथिन्। यसरी पार्वतीले बाल्यावस्थादेखि नै निरन्तर भगवान शिवका भक्तिमा चित्त लगाइन्। एक दिन नारद ऋषिले विष्णुसित गई भने, हे वैकुण्ठनाथ, हिमालय पर्वतकी पुत्री पार्वती तपाईका लागि योग्य छिन्। लक्ष्मी भन्दा पनि परम सुन्दरी 32 लक्षणले युक्त भएकी ती कन्यासँग तपाईँ विवाह गर्नुहोस्। नारदका यस्ता वचन सुनि विष्णुले, हे नारद, हिमालयले ती कन्या मलाई दिन्छन् र भन्नुभयो। यसको जवाफमा नारद भन्दछन्, त्यो धन्दा तपाईँलाई किन चाहियो, म अहिले गई ठेगान गरी आउँछु। यति भन्दै नारदजी हिमालय पर्वत कहाँ गए। हिमालय पर्वतले नारदलाई देखि सम्मान गरे अनि नारद भन्दछन्, हे गिरिराज, तपाईसित केही बिन्ती गर्न आएको छु। तपाईकी पुत्री पार्वती वैकुण्ठनाथ विष्णुलाई दिनुहोस्। नारदजीका यस्ता वचन सुनि हिमालय पर्वतले खुसी भई, हे नारदजी, हजुरले बेस भन्नुभयो। तपाईका आज्ञाले मेरी पुत्री पार्वती श्री विष्णुलाई दिए। अब हजुरले श्री विष्णुका यही खबर गर्नुहोला। हिमालय पर्वतले यति भनेपछि नारद ऋषि त्यहाँबाट विदा भई वैकुण्ठमा गएर हिमालय पर्वतसित भएका सबै कुरा विष्णुसँग बिन्ती गरे। नारद ऋषिले यति भनेको सुनि विष्णुले खुसी भएर, हे नारद मुनि, तिमी धन्य रहेछौ, अब आफ्नो आश्रममा जाऊ भनी विदा दिनुभयो र नारद ऋषि आफ्नो आश्रममा गए। यता हिमालय पर्वतले पार्वती कन्यादान दिन भनी सामग्री तयार गरी नारद ऋषिलाई डाकी विष्णु कहाँ पठाए। श्री विष्णु पनि लग्न ठहर्याई आफ्ना गुरु बृहस्पतिका साथै देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य र नाग सबैलाई निमन्त्रणा गरेर पार्वती कन्यादान लिन भनी हिमालय पर्वत कहाँ जानुभयो। मेनकाले पार्वतीलाई हीरा, मोती, मणि, माणिक्य आदि रङ्गी बिरङ्गी बहुमूल्य रत्नहरूले जडीजडाउ गराई, आकर्षक वस्त्राभूषण पहिराई सिँगारेर राखिन्। त्यस्तो देखि जया, विजया, अजिता र अपराजिता नाम गरेका पार्वतीका सखीहरूले, हे पार्वती, आज तिम्रो विवाह हुन लागेको छ, विष्णुलाई कन्यादान गर्नेछन् भने। सखीहरूले यति भनेको सुनि पार्वतीले मनमा ताप गरी, मैले बाल्यकालदेखि नै श्री महादेव स्वामी पाऊँ भनी उनलाई भजिरहेकी छु। श्री महादेवलाई नदिए अरू कसैलाई दिए भने आत्महत्या गरी मर्दछु भनिन्। पार्वतीका यस्ता कुरा सुनि सखीहरू भन्दछन्, हे पार्वती, उसो भए तिमी यहाँ नबस, हामी तिमीलाई कसैले नदेख्ने ठाउँमा लुकाई आउँछौँ।
हामीसँगै हिँड। त्यसो नगरे केही बेरमा तिमीलाई लैजान्छन् सखीहरूले। यति भनेपछि पार्वतीले जसो गर्ने हो गर भनिन्। त्यसपछि सखीहरूले पार्वतीलाई नदीको किनाराको वनमा लगी कसैले पनि नदेख्ने ठाउँमा लुकाई आए। यता हिमालय पर्वतले आफ्ना गुरु बृहस्पतिलाई विवाहको यज्ञ मण्डपमा राखी विधि गराई निर्धारित लग्नका समयमा कन्यादान गर्न भनी पार्वतीलाई लिन पठाए। लिन जानेले पार्वतीलाई घरमा देखेनन् र त्यो हाल हिमालयलाई सुनाए। त्यसपछि जहाँ तहाँ खोजी गर्दा पनि पार्वतीलाई भेट्न सकेनन् र हिमालयले चित्त आकुल गरी गुरु बृहस्पतिसँग गई पार्वती कहीँ पनि छैनन्, कसो गरौँ भने। यस्तो सुनि बृहस्पतिले उसो भए यस लग्नमा भएन भनी विष्णुसँग बिन्ती गरे। त्यसपछि विष्णु आदि सबै देवता आफ्ना आश्रममा गए। उता लुकिराखेकी पार्वतीले आफ्ना सङ्गिनीहरू गएपछि नदीका किनारमा बसी बालुवाको शिवलिङ्ग बनाई श्री महादेवको आराधना गरी पूजा गर्न लागिन्। त्यस बालुवाको लिङ्गबाट श्री महादेव प्रत्यक्ष भई आफ्नो स्वरूपको दर्शन दिनुभयो र हे पार्वती, मलाई किन आराधना गर्यौ भन्नुभयो। त्यसपछि पार्वती भन्दछिन्, हे जगदीश्वर, मैले बाल्यावस्थादेखि नै श्री महादेव स्वामी पाऊँ भनी हजुरलाई भजिरहेकी छु। मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान गर्न लाग्दा भागी यहाँ आई लुकिरहेकी छु। मेरो रक्षा गर्नुहोस्, मसँग खुसी भई बक्सियोस्। पार्वतीको यस्तो बिन्ती सुनि श्री महादेव आज्ञा गर्नुहुन्छ, हे पार्वती, तिम्रा बाबा महतारीले कन्यादान नगरी मैले तिमीलाई पत्नी भन्नु भएन। तब पार्वतीले, हे ईश्वर, जसो गर्ने हो मलाई उपदेश गर्नुहोस् भनिन् र श्री महादेव आज्ञा गर्नुहुन्छ, हे पार्वती, विष्णु आई तिमीलाई जस्तो उपदेश गर्लान् तिमीले त्यस्तै गर्नु। श्री महादेवले यति आज्ञा गरेको सुनि पार्वतीले हवस भनी साष्टाङ्ग प्रणाम गरिन् र श्री महादेव अन्तर्धान हुनुभयो। तहाँ पछि पार्वती घर गइन् र हिमालय पर्वतले रिसाएर त कहाँ गई थिइस् भनी सोधे। पार्वतीले, हे पिता, केटाकेटीदेखि नै मैले श्री महादेव स्वामी पाऊँ भनी उनैलाई भज्दै आइरहेकी छु, तर हजुरले विष्णुलाई कन्यादान गर्न लाग्नुभयो र लुक्न गएकी थिएँ भनिन्। पार्वतीले यति भनेको सुनि हिमालयले न्वारानका दिन वशिष्ठ आदि ऋषि ज्योतिषीहरूले भनेका कुरा सम्झी चुप लागे। यता पार्वतीले विष्णुको प्रतीक्षा गर्दै श्री महादेव स्वामी पाउनका निमित्त नाना तीर्थ, व्रत, दान, धर्म, जप, तप र यज्ञ गर्न लागिन्। पार्वतीले यसरी भक्ति गरेको देखि श्री विष्णुले शङ्ख, चक्र, गदा, पद्मली गरुडमाथि सवार भई पार्वती कहाँ आई भन्न लाग्नुभयो, हे पार्वती, तिमीले नाना तीर्थ, व्रत, दान, धर्म, जप, तप र यज्ञ गरेको देखि म खुसी भएँ, वरदान ल्याऊ। यस्तो सुनि पार्वतीले, हे परब्रह्म, म अरू के वरदान मागौँ, श्री महादेव स्वामी पाऊँ भनिन्। पार्वतीका यस्ता वचन सुनि विष्णु आज्ञा गर्नुहुन्छ, हे पार्वती, सम्पूर्ण तीर्थ, व्रत, दान, धर्म र जप तप भन्दा पनि उत्तम कुरा म भन्दछु। एक चित्त भई सुन, श्री स्वस्थानी परमेश्वरीको व्रत गर। त्यस व्रतका प्रभावले श्री जगदीश्वर महादेव स्वामी पाउली। विष्णुले यति आज्ञा गरेको सुनि पार्वतीले फेरि भन्दछिन्, हे लोकनाथ, त्यस व्रतको विधि कसो हो, के गर्नुपर्छ, सो आज्ञा गर्नुहोस्। पार्वतीका यस्ता जिज्ञासाको समाधान गर्दै विष्णुले श्री स्वस्थानी परमेश्वरीको व्रतविधिका बारेमा यस प्रकार बताउनुभयो, हे पार्वती, व्रत गर्न इच्छुक व्यक्तिले पौष शुक्ल पूर्णिमाका दिनदेखि व्रत आरम्भ गर्नु। हात गोडाका नङ काटी शुद्ध भई एक भक्त रही सधैँ मध्याह्न कालमा श्री महादेवको पूजा गर्नु। महिना दिन पुगेपछि माघ शुक्ल पूर्णिमाका दिन 108 रोटी, 108 अक्षता, 108 बेलीका फूल, 108 कुडका सुपारी, 108 पान, जात जातका फलफुल तयार गरी आरसी तामाको थालीमा ओमकार लेखी गङ्गा जलले स्नान गराउनु। श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, फलफुल र वस्त्र चढाउनु। षोडशोपचारले पूजा गर्नु, जप गर्नु, स्तोत्र पाठ गर्नु, अर्घ दिनु। श्री स्वस्थानी परमेश्वरी भने कि कस्ती हुन् भने अष्टाशुचदले स्वेषु मातृकाष्ठ स्थितास्तथा खड्गम त्रिशूलम चोर धन्छ अर्धे च वरमुत्पलम
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता सुवर्णवद्विका शाभा स्वस्थानी जगदीश्वरी। अर्थात् वरिपरि 8 वटा पात भएका कमलमा पातै पछि 8 मातृकाहरूका माझमा बसेकी, 4 हात र 3 आँखा भएकी, माथिल्ला 2 हातमा क्रमशः खड्ग र त्रिशूल एवं तल्ला 2 हातमा मध्ये 1 हात वरमुद्रामा राखेकी र अर्को हातमा कमल लिएकी, थरी थरीका गहना लगाएकी, सुनभन्दा पनि पहेँलो रूपले धपक्क बलेकी श्री स्वस्थानी परमेश्वरीलाई ध्यान गरी हे ईश्वरी भनी वरदान माग्नु र प्रसाद झिक्नु। उहाँ पछि अष्टोत्तर 100मा 8 रोटी, 8 अक्षता, 8 बेली पुष्प, 8 पान, 8 जनै, 8 कुडका सुपारी र सगुन समेत आफ्ना पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा नभए मित छोरालाई दिनु र मित छोरा पनि नभए जुन इच्छाले व्रत गरेको हो त्यो कामना सिद्ध होस् भनी गङ्गामा लगी बगाउनु। 100 रोटी आफूले फलाहार गर्नु, रातभर जागराम गरी उनै परमेश्वरीको महिमा सुन्नु सुनाउनु। यसरी व्रत विधि बताएपछि श्री विष्णु भन्नुहुन्छ, हे पार्वती, श्री स्वस्थानी परमेश्वरीका प्रसाद लिने बेलामा श्री महादेव तिम्रा सामु आउनु हुनेछ। तिम्रो भक्तिदेखि म खुसी भएँ, तिमीले श्री महादेव स्वामी पाए। यस्ता प्रकारले विष्णुले श्री स्वस्थानी परमेश्वरीको व्रत विधि बताउँदै वरदान समेत दिएपछि पार्वतीले मनमा आनन्द मान्दै श्रद्धापूर्वक श्री विष्णुको पूजा गरी प्रणाम गरिन्। त्यसपछि श्री विष्णु गरुडमा सवार भई तहाँबाट अन्तर्धान भई वैकुण्ठ जानुभयो। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां व्रतोपदेशो नाम 12सोऽध्यायः। अथ समापन पुष्पाञ्जलि। ओम उपनयतु मंगलम व सकल जगन मंगलालयो श्रीमान दिनकर किरण निबोधित नव नलिन दल निभेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धनः सदनः सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चितोद्धार कथा प्रसंगो या कुन्यन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मंडितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत्। जय श्री स्वस्थानी माता।